सेवा र सम्पूर्णमा अनि म चाहिँ हाँस्दै पनि ब्लग स्टार्ट गरिरहेको थिएँ नि त, किनभने दाइ र फुपूलाई मैले मेरो भरिया भन्दै जिस्किरहेको थिएँ। त्यही भएर अनि यो चाहिँ हाम्रो प्रगति चोक हो। अनि दाइले चाहिँ मेरो बहिनीको ब्लगमा लाइक कमेन्ट गरिदिनु भनेर बोलिराख्नु भएको थियो। फाइनली हाम्रो अटो पनि आइपुग्यो। त्यही भएर हामी अटोमा लाग्यौँ 4 जना। अनि फेरि अलिक तल पुगेपछि फेरि 2 जना थपिनु भयो। त्यही भएर प्याक भएर मैले चाहिँ फुपूलाई काखमा राखेँ, सानो नानी काखमा भन्दै हाँस्दै लाग्यौँ। इवाङ चाहिँ हाम्रो गाउँको नामो साथीहरू हामीलाई चाहिँ अटोले यहीँसम्म छोडिदिनु भयो। अनि म चाहिँ तिमी पानी होला भन्दै देखाउँदै लाग्यौँ। अनि फुपूले मैले बिस्कुट पनि ल्याएको छु भनेर देखाउनुहुन्छ, यसरी खोल्नुपर्छ भन्दै देखाउँदै हुनुहुन्थ्यो। कति राम्रो बाख्राको पाठाहरू थियो। अनि हामी चाहिँ भिडियो बनाउँदै लाग्यौँ साथीहरू। दाइहरू चाहिँ आधी बाटोदेखि बाइकमा जानुभयो, हामी 2 जनालाई चाहिँ एक्लै छाडेर भन्दै हामी चाहिँ बोल्दै थियौँ। ठ्याक्कै हामीलाई अटोले लिन आयो खोलासम्म। खोला तर्यौँ अटोबाट साथीहरू। यस्तो ठुलो खोला बढेर कति बिजोकले तर्यौँ। ठिक्क खोला तरेपछि पारी चाहिँ गजुमुखी आउँछ साथीहरू। अनि गजुमुखी हुँदै हुँदै हामी चाहिँ तोवाङसम्म लाग्यौँ साथीहरू। बिचमा चाहिँ भिडियो बनाउनु पाइनँ।